सबैभन्दा ठुलो पीडा के हो थाहा छ? एउटा रङ पार्टनर पर्नु चाहिँ सबभन्दा ठुलो पीडा हो। यदि तपाईँको जीवनमा चाहिँ तपाईँले चाहिँ यो मेरो बेस्ट पार्टनर हो, यो मेरो बेस्ट हस्बेन्ड हो, यो मेरो बेस्ट वाइफ हो भनेर तपाईँले जब बिहे गर्नुहुन्छ नि, त्यो बिहे गर्दाखेरि त्यही मान्छे गलत पर्यो भने नि त्यो जस्तो लाइफ डिस्ट्रोय मलाई लाग्छ कुनै पनि हुँदैन। मलाई सयौं म्यासेजहरू मेरो अहिले पनि वाट्सएपमा होला, धुरु रुनु भएर पनि मान्छेले भोइस पठाउनु भएको हुन्छ कि मलाई यस्तो भइरहेछ, यो पीडा भइरहेछ भनेर। कयौं रात मान्छेहरू सुत्नुहुन्न त्यो पीडाले गर्दाखेरि। सो हामीले आफ्नो लाइफ पार्टनर चुज गर्ने बेला चाहिँ एकदमै विचार गरेर चुज गर्नु होला है। एकदमै टाइम लिएर बरु चुज गर्नुस्। केही छैन, बरु 30 कट्यो तपाईँको, डोन्ट वरी है। त्यो फेजबाट तपाईँ गुजिनु भन्दा त केही छैन, बरु कुरा सुनिदिनुस्। तेरो बिहे भएको छैन भन्दाखेरि ठिक छ, भएको छैन, बरु त्यो ठिक छ, तर बिहे भएपछि लाइफ हेल्दी होस्, मजा होस्, रमाइलो होस् है। अनि एउटा सहयोगी पार्टनर होस्, बुझ्ने पार्टनर होस्। तर नबुझ्ने पर्यो, रक्सी खाएर आएर तपाईँलाई कुट्ने पर्यो भने, या त भने तपाईँ हुँदा अर्को केटासँग मजाले गफ गर्ने, अर्को केटालाई भेट्न जाने त्यस्तो किसिमको वाइफ पर्यो भने, या त भने तपाईँलाई बुझ्दै नबुझ्ने, तपाईँलाई चाहिँ जहिले पनि डोमिनेट गर्ने खालको मान्छे तपाईँको जीवनमा पर्यो भने त्यो जस्तो हेल केही पनि हुँदैन। सो जो भाइ बहिनीहरूले मेरो भिडियोहरू हेर्नुहुन्छ, जो साथीहरूले मेरो भिडियोहरू हेर्नुहुन्छ, तपाईँहरूले एज एउटा फ्रेन्ड जसरी मलाई हेर्नुहोस्, एउटा साथी जसरी मलाई हेर्नुहोस्, मलाई एउटा कानुन व्यवसाय जसरी हेर्नु पर्दैन है। त्यसैले तपाईँसँग भएका कुराहरू मसँग सेयर गर्न चाहनुहुन्छ भने तपाईँले वाट्सएप, मेरो नम्बर छ, वाट्सएप नम्बरमा आएर मलाई सेयर गर्न सक्नुहुन्छ। आफ्नो पीडाहरू, आफ्नो दुःखहरू, यदि तपाईँ यही फेजबाट गुजिरहनु भएको छ भने त्यसलाई चाहिँ मैले कसरी सल्भ गर्न सक्छु लिगल्ली रूपमा, त्यो पनि म तपाईँलाई भनिदिन्छु है। तर पनि आफ्नो पार्टनर यदि चुज गर्नुभएको छैन भने चाहिँ राम्ररी एउटा समय लगाएर चुज गर्नुहोस् है। अनि तपाईँहरू पार्टनरसिपमा हुनुहुन्छ भने पनि, अर्थात् हस्बेन्ड वाइफमा हुनुहुन्छ, सानोतिनो एउटा मनमुटावहरू आइरहेछ भने चाहिँ त्यो सानोतिनो मनमुटावलाई चाहिँ सल्भ गर्ने प्रयास गर्नुहोस्। भन्नुको अर्थ इगो राखेर नबस्नुहोस्। यदि गल्ती एकजनाको वा दुईजनाको भइरहेको छ भने हामीले चाहिँ तेरो मात्रै गल्ती हो भनेर उसलाई मात्रै दोष देखाउने, तेरो मात्रै गल्ती हो भनेर आफू चाहिँ गल्तीबाट पन्छिने काम नगर्नुहोस्। जहिले पनि गल्ती भनेको दुवैतर्फबाट हुन्छ कि कहिले अलिकति मेरो हुनसक्छ, अलिकति तिम्रो हुनसक्छ, तर भयो नि, गल्ती त भयो नि। सो केही फरक पर्दैन। रिलेसनसिपलाई बचाउनको लागि चाहिँ यदि हामी झुक्नै पर्यो भने पनि झुक्नुहोस्, एक दुईचोटि झुक्ने हो, तर झुकेर अब यो गर्दनै काट्ने गरेर झुक्ने चाहिँ होइन। बचाउनको लागि एक दुईचोटि आफू झुकेर गएर मिलाउन खोज्ने सम्म हो। त्यसैले चाहिँ मिलाउने कोसिस गर्नुहोस्। अब मिल्दैन भने छुटिने त छँदैछ, तर मिलाउनेतर्फ हामीले एकदमै ठुलो ध्यान दिनुपर्छ। त्यसैले चाहिँ यो आफ्नो लाइफमा राइट पार्टनरको लागि चाहिँ तपाईँले आवेशमा अनि त्यसपछि आएर चाहिँ क्षणिकमा चुज नगर्नुहोस्। उसको विचारहरू बुझ्ने कोसिस गर्नुहोस्। मेन त विचार हो। विचार यदि तपाईँले बुझ्नुहुन्छ भने सबभन्दा राम्रो कुरा हो। अर्को कुरा चाहिँ उसको पैसा छ, उसको धन छ, उसको भनौँ न अक्रम बक्रम छ भनेर होइन। धन त के छ, कमाउन सकिन्छ। दुईजना यदि मिल्यो भने धन त मजाले कमाउन सकिन्छ। तर मन हुनु पर्यो, सुरुमा मन हुनु पर्यो, माया गर्नु पर्यो, रेस्पेक्ट गर्नु पर्यो, सम्मान गर्नु पर्यो। द्याट्स इट। सो तपाईँले चाहिँ आफ्नो लाइफमा आउने जो व्यक्तिहरू हुनुहुन्छ त्यसलाई चाहिँ एकदम विचार गरेर मात्र चुज गर्नु होला। ओके, हस्, थ्याङ्क यू।